बोल्दैखेरि बोल्नु त ल लु त अनि कहाँ पाउँछ हौ यस्तो चिज चाहिँ यहीँतिर पाउँछ नि दाजु खै यो त सुनभन्दा साह्रो खोज्नुपर्ने रहेछ गाह्रो छ नि हौ गाह्रो त्यही त हौ अनि खोइ त हौ यत्रो टाइम भइसक्यो खोज्दा पनि नपाउने रहेछ मैले देखेको भए त म त थप चिन्थेँ होला हौ है गाह्रै रहेछ तै पनि खोजी चाहिँ हेरौँ अगाडि यत्तिकै भयो नभए पनि ठाउँ चाहिँ देख्नु पाए राम्रो रहेछ रमाइलो ठाउँ हो एउटा भेट्नु पाए त हुन्थ्यो त्यही त एउटा पाएपछि चाहिँ भेटिहालिन्छ लगभग त्यसको वरिपरि हुन्छ हौ ए च्याउ जस्तै अँ एउटा पड्के च्याउ भन्छ नि देउले च्याउ देउले त्यो एउटा भेटेपछि वरिपरि टन्नै हुन्छ अरे होइन खै म त च्याउ खोजेको छैन हौ जिन्दगीमा है मैले त झन् कस्तो हुन्छ पहाडमा रुखहरूको मात्रै खोज्यो है पाउला जस्तो छैन आज त्यत्तिकै फोटमा आए जस्तो लाग्यो धैर्य गर्नुपर्छ दाइ धैर्य त्यही त मलाई पनि चिनाइदिए त म पनि अरू जङ्गलमा गएर यो त होइन भेट भयो क्या हो होइन हौ नहोला जस्तो छ सिखार नहोला जस्तो छ हौ आज बरु मिर्गा भेट्ला बरु त्यो चिज नभेट्ला होला जस्तो लाग्यो डढेली लागेको बेला छ खोज्न आएको छु भेटिन्छ डढेलोमा त्यतिखेर त टुसा उम्रेको हुन्छ होला नि त खुलिरहेको हुन्छ हौ कता हुन्छ कसैले देख्यो भने त के खोजेको होला भन्ने होला है हामीलाई यिनीहरूको के हराएको रहेछ कहिले यतातिर आएर के चाहिँ झरेको थियो होला भन्ने हुन्छ होला 2 तोलाको सिक्री होला हौ उहाँलाई लागेको थियो पल्लो भेट्यो आउनु आएको छ लुसी आज मेरो क्यामा छैन फोगटमै आए जस्तो लाग्यो पहिले यहाँ रुख ढालेको थियो कि के हो खै रुख ढालेर त्यहाँ मागिराखेको होइन सानसुन छ त हौ अनि कसरी केही चराचुरुङ्गी एउटा पनि कराउँदैन त हौ चाचा चुचुई गर्दैन त हौ डाँडामा सुतेको होला नि
गर्मी गर्मी छ त आज त त्यति साह्रो जाडो त छैन जङ्गल चाहिँ दामी है कस्तो मजाको ठाउँ लाग्यो पाहाडको अलैँची बगान जस्तो पो मलाई जस्तो आयो त हौ बाटो पानीको बाटो बिरालो त बाटो थिएन होइन छैन थिएन कति घन्टा खोज्नु हौ सर 2-4 घन्टा नि हो 1 घन्टा त भइसक्यो अनि के त्यो ठुलै दबाई हो र लु मारिदियो